5 वर्षदेखिको बिछोडको पीडा सहन नसकेर अन्ततः रमेशले दिपालाई बोलाएर अबदेखि मेरो अगाडि कहिले पनि नआउनु है, मेरो अगाडि तिम्रो अनुहार नदेखाउनु भनेर भनिसकेका छन्। यत्तिकैमा अब के रमेशको र दिपाको सदाको लागि बिछोड भएकै हो त अब के कहिले भेट नहुने नै हो त? अहिले रमेश बिछोडको पीडाले तडपिरहेका छन्, तर केही समय पछाडि दिपाको मायाको आवाज भने रमेशलाई पक्कै पनि हुनेवाला छ र त्यति बेला पक्कै पनि रमेश र दिपा भने मिल्नेवाला छन्। साथीहरू, तपाईँहरू पनि रमेश र दिपा मिलेको हेर्न चाहनुहुन्छ या त चाहनुहुँदैन? कृपया कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। यदि तपाईँहरू पनि रमेश र दिपा एक भएको हेर्न चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा रमेश र दिपा भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनुहोस् है त। त्यस्तै हाम्रो यस च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गरेर साथ दिनुहोला। त्यस्तै साथीहरू, अब भने राम खेल मैदानमा उत्रिसकेका छन् र रामले आफ्नो खेल भने सुरु गरिसकेका छन्। अब आउने एपिसोडमा हामीले पक्कै पनि समीरको मित, त्यस्तै मालती र मालतीको भाउजूको हातमा हतकडी लागेको भने पक्कै पनि देख्न सक्छौँ। किनकि यति बेला रामको हातमा पूजाले मर्नुभन्दा अगाडि आफ्नो जीवनमा भएको सबै वास्तविक कुराको बारेमा लेखेको चिठी भने यति बेला रामको हातमा परिसकेको छ। त्यसै कारणले गर्दाखेरि पनि अब त्यसै चिठीको आधारमा भए पनि रामले पक्कै पनि ती अपराधीहरूलाई सजाय भने दिलाउनेवाला छन् र हामीले अब आउने एपिसोडमा पक्कै पनि रामले ती अपराधीहरूलाई सजाय दिएको भने हेर्न भने पक्कै पनि पाउनेवाला छौँ। पूजाको पेटमा कसरी 2 महिनाको बच्चा रह्यो त्यो कुरा पनि पूजाले सबै कुराहरू भने चिठीमा लेखेकी रहेछिन्। पूजाको पेटमा 2 महिनाको बच्चा कसरी आयो भन्दाखेरि पूजाको सासू ससुरा सहर गएका रहेछन् 4 दिनको लागि। त्यही समयमा समीरको मित भने बहाना बनाएर पूजाको घरमा भने बसेको रहेछ र त्यही मितले 4 दिनसम्म लगातार बलात्कार गरेको रहेछ र पूजाको पेटमा 2 महिनाको बच्चा भने हुर्किरहेको थियो र यो कुरा पूजाले आफ्नो सासूलाई पनि सुनाए पनि सासूले त्यो कुरा भने लुकाएकी रहेछन्। सासू र मित मिलेर पूजालाई उल्टै डर धम्की देखाएर त्यो कुरा तैँले बाहिर ल्याइस् भने तँलाई मारिदिन्छौँ भनेर धम्क्याएका रहेछन् र त्यसै कारणले गर्दाखेरि पूजाले त्यो कुरा कसैसम्म पनि बताएनन्, यहाँसम्म कि आफ्नै दाइ रामसम्म पनि बताएनन्। तर मर्नुभन्दा अगाडि उनले एउटा चिठी लेखेकी रहेछन् र त्यो चिठीमा सबै कुरा भने लेखेकी रहेछन्। त्यो चिठीमा उनले आफ्नो जीवनमा भएको सबै कुराहरू भने लेखेकी रहेछन् र त्यो चिठी भने यति बेला रामको हातमा परिसकेको छ। र अब राम त्यसै मौन भने बस्नेवाला छैनन् र अब रामले जतिसक्दो चाँडो पूजालाई न्याय दिलाएको हेर्न चाहने तपाईँहरू पनि हुनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा राम भनेर लेख्न चाहिँ पक्कै पनि नबिर्सिनुहोस् है त। त्यस्तै हाम्रो यस च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गरेर साथ दिनुहोला भन्दै अहिले चाहिँ बिदा माग्न चाहन्छु। हस्त, नमस्कार।